हेलो नमस्ते वेलकम ब्याक टु माई च्यानल मोक्तान ब्लग्समा यहाँहरू सबैलाई स्वागत छ। आशा छ यहाँहरू सबैजना सन्चै हुनुहुन्छ होला होइन। आज चाहिँ धेरै दिन भयो बाहिर निस्किन नपाएको। आज चाहिँ सानो कामले निस्केको, झन्डै लडेको हो कि बजारले स्लिप खुवाएको, खतरा स्लिप खुवाएर देखाइदियो त। अनि आज चाहिँ यसो सानो काम परेको भएर निस्केको होइन। सो त्यही मौकामा सानोतिनो कुराहरू चाहिँ गरिहालौँ न भनेर यसो निस्किदिएको होइन। मैले पनि साइड लाइट त बालेको हो, बजारले नदेखाए के हो, होतेर आउँछ त। अनि त्यही हो, अब कारणवश अलिकति बिजी थिएँ, खासै भिडियोहरू अपलोड गर्नु पनि पाएको थिएन। अनि सायद कति साथीहरूलाई एक्सआरको न्यू अपडेट पनि चाहिरहेको थियो होला। कति साथीभाइले किन्ने विचारमा हुनुहुन्थ्यो, सायद किनिसक्नुभयो होला होइन। यदि किनिसक्नु भएको छ भने के कस्तो गइरहेछ त यसो कमेन्ट हानिदिउँ होइन मनतिर। अनि त्यही हो, अरू त अब खै मैले लिएकोदेखि अब मलाई त खासै केही प्रब्लम छैन। प्रब्लम भने त्यही एउटा ड्याक आवाजको, त्यो त्यस्तो नेसेसरी छैन होइन, सोचिराख्नु पर्ने खालको चाहिँ होइन। सो मैले चाहिँ त्यसलाई इग्नोर गरेर इन्जोय गरिरहेको छु एक्सआरलाई। मलाई चाहिँ केही गुनासो छैन होइन। सो तपाईँहरूलाई यदि लिइसक्नु भएको छ र केही गुनासो छ भने यसो कमेन्ट हान्नु होइन। केही गर्दा राम्रो हुन्छ भनेदेखि सजेसन दिँदा पनि केही फरक परेन मलाई पनि होइन। तर खासै त्यस्तो केही प्रब्लम आउला जस्तो त लागेको छैन, किनकि एक्सआर पहिलादेखि नै साथीको चलाइराखेको भएर पनि त्यस्तो विधि चाहिँ अब हुन्छ नि त, साथीभाइसँग पनि कुरा सेयर हुन्छ। अनि उनीहरूको पनि विचार बुझ्दाखेरि पहिलादेखि चलाइराखेको मान्छेहरूलाई त अब प्रब्लमै छैन भनेदेखि झन् यो नयाँ बाइकमा त अब के कुरा गर्नु होइन। सो त्यही हो। अनि अब नेपालमा चुनावको माहौल छ है। अनि जतिले पनि भोट हाल्दै हुनुहुन्छ, जेनजी आन्दोलनको कुराहरू चाहिँ दिमागमा राखेर भोट हाल्नु होला भन्न चाहन्छु होइन। अनि अब ट्राई गर्नेछु नेक्स्ट भिडियोहरू कुनै कन्टेन्ट समातेर तपाईँहरू समक्ष लिएर आउँ है। अब अहिले चाहिँ अलिकति बिजी भएको कारणले गर्दाखेरि म खासै कहीँ निस्किनु पाएको छैन। अब क्यामेरामा देखाएको छ भने सायद मेरो किलोमिटर पनि देखिराख्यो होला। अहिले यहाँ 3262 किलोमिटर मात्र दौडेको छ होइन। सो म कहीँ गएको पनि छैन, अलिकति त्यस्तै पर्सनल कामको कारणले गर्दाखेरि अलिक बिजी भएर। अनि एउटा कुरा चाहिँ मलाई सजेस्ट दिनु पऱ्यो तपाईँहरूले, जति पनि सामु मेरो यो भिडियो पुग्छ होइन। मैले चाहिँ अब उयो त किन्यो, बाइक त लियो होइन। अब अलिकति टाइमसँग मिलेको बेलामा यताउति गइन्छ घुम्नलाई। अब बाइक लिइसकेपछि अब सेफ्टीको लागि पनि केही कुराहरू किन्नुपर्ने हुन्छ होइन। लङ टुर जाँदाखेरि सेफ भएर हेर्नु राम्रै कुरा हो। सो त्यसको लागि म राइडिङ ज्याकेट बडी आर्मर दुईवटामा कुन चाहिँ लिउँ भन्ने चाहिँ अलिकति कन्फ्युजमा छ क्या, कन्फ्युजमा छु म चाहिँ। अनि यदि तपाईँहरूलाई त्यसको बारेमा केही ज्ञान छ भने बडी आर्मर अथवा राइडिङ ज्याकेट, त्यो दुईवटामा चाहिँ कुन लिँदाखेरि बेस्ट होला जस्तो लाग्छ यसो कमेन्ट हानिदिउँ। अनि म लुक्स बाइक चाहिँ अब भन्ने हो भने मलाई चाहिँ बडी आर्मर मन परेको होइन, किनभने अलि अट्र्याक्टिभ देखिन्छ नि त। अनि त्यो कारणले गर्दाखेरि चाहिँ बडी आर्मर लिने विचार गरेको। तर अब खै बडी आर्मर फेरि अब जाडो महिनामा अब राइडिङ ज्याकेट भयो भने चाहिँ अब झ्याप्पल लगाइयो भित्र केही लगाएर, बडी आर्मर चाहिँ फेरि जाडो महिनामा चाहिँ फेरि भित्रतिर लगाउनु पर्ने हुन्छ, बाहिरबाट केही ज्याकेट लगाएर बडी आर्मर चाहिँ भित्रबाट लगाउनु पर्ने हुन्छ। तर जाडो महिना भनेको फेरि 2-2.5 महिना मात्रै हो होइन। अनि मलाई चाहिँ बडी आर्मर लिन मन लागिरहेछ। कुन चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ यसो सजेस्ट गर्न मिल्छ भने गरिदिनु होला, मुनतिर कमेन्ट छोडिदिनु होला होइन। त्यही भन्न चाहन्छु अहिलेलाई चाहिँ। अनि आउँदै गरेको भोट चाहिँ सबैले सोचेर बुझेर भोट हाल्नु होला। मैले केमा हाल्छु भनेर सोच्नुहुन्छ भने म चाहिँ
भोट हाल्नको लागि मेरो गाउँ पुग्नुपर्छ होइन, त्यो चाहिँ अहिले इम्पोसिबल छ। म आफ्नै कारणवश म चाहिँ भोट हाल्न जान पाउँदिनँ। त्यो भन्दा नि मलाई चाहिँ अब जोसुकैलाई दिनुहोस्, राष्ट्र राम्रो हुनु पऱ्यो भन्ने कुरा हो। देश राम्रो हुनु पऱ्यो, देशमा उन्नति हुनु पऱ्यो, अरू त खासै केही छैन। सो त्यो कुरालाई चाहिँ सोच विचार गरेर हालिदिनु होला होइन, त्यति भन्न चाहन्छु। अनि अर्को अब नेक्स्ट भिडियोहरू चाहिँ हजुरहरूसम्म चाहिँ छिटो छिटो नै ल्याउने प्रयास चाहिँ गर्नेछु। सो त्यतिन्जेलसम्मको लागिलाई चाहिँ यति नै गरौँ आजलाई, किनभनेदेखि अब केही नसोची यत्तिकै हिँडेको भिडियोहरू अब नबनाएको धेरै भयो। सो त्यो हिसाबले गर्दाखेरि चाहिँ एकचोटि हल्का फुल्का चाहिँ खिचिदिइहाल्नु न त अलिकति निस्केको बेलामा भनेर आज निस्किदिएको होइन। अनि त्यस्तै हो। अनि अब त्यही हो अन्तिम कुरा भनेको। अब बाइकको बारेमा चाहिँ अब मैले सेकेन्ड सर्भिसिङ गरिसकेँ, अलिकति त्यस्तै हतारमा थियो, अन्ततिर जानुपर्ने भएको भएर भिडियो सिडियो बनाएन। लागेको खर्च त्यति बेला 1700। अहिलेसम्म मेरो बाइकको एक्स्ट्रा केही खर्चहरू यताउति केही मागेको पनि छैन होइन। अनि अब यो थर्ड सर्भिसिङमा चाहिँ भिडियो बनाउने प्रयास गर्नेछु पक्कै पनि होइन। सो त्यति बेला नि के खर्च, कति खर्च आउँछ, के कस्तो हुन्छ हजुरहरूसँग चाहिँ सेयर गर्नेछु। सो त्यतिन्जेलसम्मको लागिलाई चाहिँ सबैजना राम्रोसँग बस्नु होला। बाई बाई, टेक केयर होइन। त्यही हो, फेरि पनि चुनावको माहौल छ, सोचेर बुझेर हाल्नु होला। सो अहिलेलाई चाहिँ त्यति नै गरौँ। हवस् त, नमस्ते, गुड बाई एभ्रिवान, स्टे सेफ, स्टे हेल्दी, इन्जोय योर डे, बाई बाई।